हेलो एभ्रिवान, गुड मर्निङ। घाम लगाइरहेछ है बिहानको। तपाईँहरूलाई आज म स्पेसल ठाउँ देखाउँछु है। बाटोमा एक्सर्साइज गर्दै आउने क्रममा मैले देखेको है, यहाँ हाम्रो गुन्जानगर ग्रिन पार्क बनिरहेको छ। ल हेर्नुहोस् है, गुन्जानगर ग्रिन पार्क है, यस्तो राम्रो बनेको छ कि हेर्नुहोस् त पुरै। ल हेर्नुहोस् है, यो इन्ट्रान्स भयो होइन, तपाईँलाई म देखाउँछु है आज पनि। इन्ट्रान्स भयो, यस्तो दामी क्या तपाईँको। यहाँ पछि लगभग पुरै अलमोस्ट फिनिसिङ अवस्थामा छ है। हेर्नु यस्तो दामी क्या, हेर्नु यहाँ बिचमा मन्दिर छ होइन, अनि पोन्ड पनि पोखरी पनि बनाएको रहेछ है। पोखरीको बिचमा मन्दिर छ, बन्दैछ एकदम के द्रुत गतिमा चलिरहेछ। तर यस्तो राम्रो बनेछ है यहाँ है। यो सबै के भन्दाखेरि तपाईँको सबै सकिसकेपछि त यहाँ बालबच्चाहरू होइन, परिवारहरू घुम्नको लागि यहाँ आउने एकदम दामी ठाउँ छ है। एकदम के हेर्नुहोस् न, सबै यस्तो दामी बनाएछ। हेर्नुहोस् त, यस्तो राम्रो संरचना बनिरहेको छ यहाँ है, द्रुत गतिमा है। यस्तो राम्रो बनाएछ है, हिँड्नु डुल्नको लागि बेसै राम्रो है। मेन कुरा भनेको त फ्यामिलीहरूसँग आउँदाखेरि आफ्नो बालबच्चाहरूलाई लिएर होइन, यो पार्कमा घुमाउनुको लागि होइन, एकदम बेस्ट है। रमाइलो पनि हुन्छ, टाइम पास पनि हुन्छ बच्चाहरूलाई। एउटा चितवन जिल्लामा तपाईँको यस्ता पार्कहरू धेरै बनेको छन्, तर अहिलेसम्म पुरै बनेको भनौँ न तपाईँको लगभग 75% काम भइसकेको भनेको मैले यो पार्क देखेँ। एकदम बेस्ट है। ल यही हो मैले देखाएको है, रमाइलो छ है। पार्क सुन बनेपछि आउनुपर्छ। सायद योमा तपाईँको भोलि गएर यसो चाहिँ ठुलै विकासको फड्को मारिरहेको छ है त। ल।